다들이니 미규도지기 अनि आज 남다르 리제메게 मिगिदर्जीको आत्मकथा अनि यो आज 28 र 29औं अब श्लोकमा बताउन गइरहेको छु जुन मिगिदर्जीको आत्मकथाको पदहरूमा 29 र 30 श्लोक बताउन गइरहेको हुँदाखेरि अनि सबैलाई सुस्वास्थ्यको कामना टसिदेलेक सबैलाई अनि यो डेपुङ डेपुङको यसको विशेष अनि यो टीकासँग अनि जोडेर बताउनु पर्दाखेरि यसको कमेन्ट्री भनौँ न एक किसिमको यसमा चाहिँ अब 3 पुरुष मध्येमा अब महान पुरुष अब परम पुरुषको अब यो अभ्यासमा आइरहेको छ त्यसमा पनि अब बोधिचित्त अब उत्पाद गर्ने हैन प्रयोगमा बोधिचित्त भावना गर्ने अनि तिनीहरूको शिक्षामा शिक्षण गर्ने 3 प्रकार रहेको छ त्यो भित्रमा पनि अब तीनों अङ्गमा पर्ने हैन तिनीहरूको शिक्षामा शिक्षण गर्ने भन्ने विषय बताउन गइरहेको छु त्यो भित्र पनि अब 7 वटा भागहरू छुट्याएको छ त्यो भित्रबाट पनि अब अनि 6 वटा पारमितमा हैन शिक्षण गर्ने त्यसपछि आफ्नो मन शुद्ध पर्ने अनि जिना पुत्रहरूको अब यो शिक्षण गर्ने तरिकाहरू त्यस्तै गरी के हो त अब यो एक किसिमको के हो त समय र देश परिस्थिति अनुसार अब कसरी शिक्षण गर्ने त भन्ने विषयमा म बताउन गइरहेको छु अब यो भित्र श्लोक के लेखेको छ त भन्दाखेरि जुन अब देश परिस्थिति अनुसार अब कसरी चल्नु पर्दछ भन्दाखेरि कलियुगको यो समयमा बुद्धको धर्म सम्मान गर्ने कमी नै छ र सम्मान गर्ने विषय ठाउँहरू पनि अत्यन्त कमजोर भएकोले बौद्ध धर्म अनि उचित हिस्सामा प्रवेश गर्ने मान्छेहरू एकदम कम्ती भएकोले अनि त्यो देखेर मैले आफूले सम्हाल्ने कोसिस गरे राम्रो कामको अनि रूपमा ठान्दछु भने यसरी बताउनु भएको छ मिगिदर्जीले यसरी 29औं श्लोकमा अब यसको व्याख्या चाहिँ अब मिगिदर्जीको अब मिगिदर्जी आत्मकथाको यो शिक्षाको व्याख्यामा के बताएको छ त भन्दाखेरि यो चाहिँ अब मिगिदर्जीको आत्मकथाको शिक्षाको व्याख्या चाहिँ आफैले नै रचना गर्नुभएको हो यो अब अनि यसरी अब मिगिदर्जीलाई अब यसरी अब आफ्नो जीवन चाहिँ के हो त अनि यसरी उपदेशहरू आफ्नो जीवनमा चाहिँ भोगेको उपदेशहरू यसरी उहाँले लेख्नु भएको छ हैन गुरु कसरी लिनु पर्दछ ज्ञान कसरी आफूमा उदय गर्नुपर्छ भन्ने विषयमा चाहिँ यो भित्र मिगिदर्जीको आत्मकथाको शिक्षणको व्याख्या भित्र बताएको छ यो भित्र के बताएको छ भन्दाखेरि महायानमा अब प्रवेश नगरेको जस्तो देखिनेहरूको भिडलाई हैन शिक्षाको तर्फबाट गर्न सकिने अनन्त कुराहरू छन् हैन अनन्त मान्छेको जमातहरू छ त्यही कारणले गर्दा तिनीहरू चाहिँ के हो त अब उनीहरू चाहिँ के हो त एक किसिममा के हो त अनि बौद्ध धर्मलाई अब एक किसिमको के हो आफूले अभ्यास गर्ने बौद्ध धर्मको अनुसरण गर्ने जस्तो नदेखिने जस्तो पनि देखिन्छ हैन त्यस्तो नभएको पनि देखिन हामीले देख्छौं तर पनि अब अनेकन रहेको छ हेर्दाखेरि अब महायानी एउटा अनुसरण नभएको जस्तो पनि हैन एक किसिम के हो त अब भिक्षुको वस्त्र लाएर एक किसिम के हो त अनि बौद्ध धर्मलाई ग्रहण गर्ने जस्तो पनि छ बौद्ध धर्मलाई नमानेर पनि के हो त एक किसिम के हो त यो देखावटी रूपमा गरिने पनि रहेको छ त्यही कारण जे जस्तो
अब अनेकन यो एउटा रूपले मात्रै बौद्ध धर्मलाई अब अनुसरण गर्ने शुद्ध बौद्ध धर्म भनिँदैन। शुद्धता र एकदम सर्वश्रेष्ठ बौद्ध धर्म कस्तोले भनिन्छ, त्यो ग्रहण गर्ने व्यक्ति कस्तोले भनिन्छ त भन्दाखेरि अब एक किसिम के हो त, अब हामीले सामान्यमा हेर्दाखेरि होइन उहाँ बौद्ध धर्म मान्ने हो भने एउटा भिक्षु भिक्षुनी अनेक किसिमको के हो त एउटा औतरिक गुरु लामा विभिन्न अनेकन अब आचार्य उपाध्यायहरूलाई हामीले अम्ल देखाउँछ नि उहाँ र नै हो बौद्ध धर्म फैलाउने भन्छौँ। यसमा दुई प्रकारको कुरा रहेको छ। अब साँच्ची नै वास्तविक बौद्ध धर्म यसलाई ग्रहण गर्ने अनि एक किसिम के हो त साँच्ची नै बताएको जस्तो स्वीकार गर्ने, अर्को चाहिँ के हो त बौद्ध धर्म जस्तै अब उसले बौद्ध धर्मको शिक्षालाई पालना गरेको जस्तो देखिने, तर वास्तविकमा चाहिँ देखावटी भएको पनि दुई प्रकारको रहेको छ। दुई प्रकारको यस्तो रहेको छ। यो दुवै नै अब यो दुवै एउटा चाहिँ साँच्ची नै बौद्ध धर्मलाई स्वीकार गर्ने, एउटा चाहिँ अब के हो त एउटा स्वीकार गर्नेको रूप मात्रै देखाउने। अब यो दुवैले नै के हो त सूत्र तन्त्र होइन अनेकन अनि अब अभ्यास गर्ने भनेर स्वीकार गरेर यसरी समर्थन भएर मन्जुरी भएर गएको हुँदाखेरि होइन अब सामान्यमा हामीले यही नै भन्दछौँ। जे भए तापनि यिनीहरूले त्रियानलाई फैलाउने एउटा व्यक्ति रहेको हुँदाखेरि अनि यिनीहरूलाई किसिम के हो त अनि बौद्ध धर्ममा अब ग्रहण गर्नुमा हामीले अब भित्र राख्नु पर्दछ, किनकि यही नै हो। अब एक हिसाबले हेर्ने हो भने अब बौद्ध धर्म भित्रैबाट गर्नु नसके तापनि के हो त एक किसिमको अनि बाहिर रूपले मात्रै बौद्ध धर्म मान्ने जस्तो गरेको देख्ने हुँदाखेरि यो पनि अनि अत्यन्त महत्त्वपूर्ण म देख्दछु, किनकि उसले सत्य हिसाबले गर्न नसके तापनि उसले सकेसम्म उसले बाहिर ल्याउन खोजेको हुँदाखेरि के हो त अनि राम्रो नै ठान्दछु। जस्तो कि अब वज्रयानको कुरा होइन हामीले अब नवीन होइन त्यसै गरी अब प्राचीन यो तन्त्रयानमा के हो त वज्र र ढिल्बु समात्दाखेरि होइन दाहिने देब्रे देब्रे दाहिनेमा रहने आफ्नो अब रीतिरिवाजहरू छ नि होइन। अनेकन अब कोहीको रूपहरू छ, कोहीको अब रङ्गहरू, कोहीको वस्त्रहरू, कोहीको अब ढाँचा बेग्लै बेग्लै छ नि होइन। त्यस्तो गरी अब आफूले त्यस्तो गरी अब यो तन्त्रयानमा आयो होइन। अब विनयमा आयो भने के हो त यो जुन अब भिक्षुहरू लाउने एउटा किसिम भनौँ न जुन अब तल्लोपट्टि लाउने अब सेन्त भन्छु होइन, त्यो लगाउने तरिकाहरू पनि फरक फरक भएको छ नि त। अनि यस्तो फरक निकै नै आएको हुँदाखेरि यसलाई हेरेर पनि हामीले अन्दाज लगाएर पनि अब वास्तविकमा दुवै अब फरक नभए तापनि होइन व्यावहारिकमा चाहिँ फरक रहेछ भने हामीले के हो त अब हामीले सोच आउँछ नि ऊ फरक रहेछ उनीहरूले मान्ने र हामीले गर्ने तरिका बेग्लै रहेछ भने सोच आउने हुन्छ नि। त्यही कारणले अब यसलाई चाहिँ हामीले के हो त भन्दाखेरि अब अनेकन हो व्यावहारिकमा प्राणीलाई उद्धार गर्नुको निम्ति उपाय कौशल त लगाएको हुन्छ, तर वास्तविकमा एउटा नै हो होइन। अब त्यस्तै गरी अब यो कर्मकाण्डसँग पनि कर्मकाण्डसँग भित्र पनि अलिकति के हो त अब अरूभन्दा अलिकति फरक हुने देखिएको छ नि हामीले होइन।
अब यसरी आफनै ठाउँबाट फैलिएको बौद्ध धर्मको जुन पुण्य चाहिँ अनि सबै ठाउँमा यसरी नै फैलिएर जाओस् हैन सबैको लागि विघ्नबाध अन्त होस् भनेर चाहिँ प्रार्थना गर्नुपर्दछ यसरी यसरी अब जुन अब टोपी भनौँ न यसरी अब लगाउने अब श्रीपेज आफ्नो लामाहरूको टोपी लाउने फरक भएको हुँदाखेरि अनि यसरी टोपी लाउने यो आफ्नै अब परम्पराहरू बेग्लै भएकोले कारणले गर्दाखेरि आफ्नो प्राणीमा कति यसरी पुण्य सम्बर पुण्य सञ्चय गर्ने प्रभाव परेको छ त कति फाइदा भएको छ हैन धेरै नै लाभ भएको हुँदाखेरि यसरी व्यावहारिक रूपमा यो अत्यन्तै राम्रो रहेको छ अनि फेरि त्यस्तो किसिमको फेरि अब अर्को उल्टोपट्टिबाट के हो त ओ जुन धक्पुका युवा भन्छ जसरी भए पनि एउटा चेप्टर परेको एउटा दक्ष्य भनिन्छ हैन त्यो चाहिँ लगाउनै पर्छ जिद्दी गराउनु चाहिँ हुँदैन है त पहिले एउटा काइकी मुलम यो अनि जुन अब एउटा छलफल भएको थियो काइकी मुलमको विषयमा युद्धमा त्यो बेला अब दोर्जे छाङछेबो बजारद्वारा टेङ्गरहुमे चाहिँ बस्नुभएको थियो त्यो उहाँ भएको बेलामा हैन अनेकन अब भिक्षुनीहरू आएको बेलामा अब हामीले छलफल गरेको थियौँ त्यो काइकी मुलम बेलामा अब टोपी कस्तो लाउनु पर्छ होला काइकी मुलम बेलामा भन्ने छलफल भएको थियो त्यो बेला चाहिँ अब जुन चेसा जुन पहेँलो टोपी लाउँछ अत्यन्त राम्रो अनि अत्यन्त राम्रो हुनेछ भनेर टेङ्गरहुमे चाहिँ बताउनु भयो हैन त्यस्तै गरी अब 7औं 8औं कर्मदेखिको पालोमा अब के हो त पालोदेखि नै यसरी मलममा अब यो चेसा भन्ने टोपी लाउने परम्परा रहेको हुँदाखेरि अत्यन्त राम्रो अनि उहाँले बताउनु भयो त्यही कारणले गर्दाखेरि अब श्यामर गुरुले यसरी हैन यो चेसाको विषयमा अनि प्राचीन टोपीको विषयमा यो चेसामा अब अत्यन्त अब यो उहाँले बताउनु भएको हुँदाखेरि अब श्यामर शिवले बताउनु भएको जुन चेसाको व्याख्यान अनि जुन बाणी बताउने क्रममा उहाँले बताउनु भएको चाहिँ यसरी बाहिर बताउने गर्दछ अनि यसरी उषाको विषयमा अब भनौँ न चेसाको विषय बताउनु पर्दाखेरि अनि यो अब भोटमा अब यसरी अब विनय अब धर्म यसरी सुरुवात भयो त्योसँग अब अनि जोड त्योसँग अब सम्बन्ध भएको हुँदाखेरि अनि काइकी मुलममा चाहिँ अब चेसा लगायो भने अत्यन्त राम्रो हुनेछ भने यसरी अब विचारहरू राख्यो हैन अनि बेलुका अत्यन्त अनि कुरा निकालेको थियो अनि त्यो बेला केही पनि भएन तर बेलुका चाहिँ अनि बेलुका के भयो भन्दाखेरि हैन अनि वरिष्ठ भिक्षुहरू आएर हैन अनि यो चेसाको सट्टामा अनि यो स्याठा भन्ने लाग्यो अत्यन्त राम्रो होला चेसा लाउँदाखेरि अलि त्यति अब राम्रो नसुहाउँदो रहेछ त्यही कारणले अनि यो स्याठालाई अत्यन्त राम्रो होला भनेर नि कुराहरू यसरी अनि सिकेको थियो यो घेलुकोहरूसँग उनीहरूले लागेको हुँदाखेरि त्यस्तै हुँदाखेरि अनि यो चेसा भन्दा धक्सा राम्रो स्याठा राम्रो होला अनि यसरी दिउँसो चाहिँ अब के पनि भनेन बेलुका चाहिँ यस्तो उहाँले अनि चेसा काइकी मुलममा अब चेसा भन्दा पनि स्याठा लगाउनु राम्रो होला भने यसरी अनुरोध गरेको थियो त्यो बेला चाहिँ मलाई अब अनि चेसाको विषयमा त्यति मलाई विश्लेषण भनौँ न यसको विशालता अब ज्ञान मसँग थिएन त्यही कारण पछि मलाई अब
अनि श्यामर शिल्पले बदनको व्याख्या देख्दाखेरि ल अनि मैले भनेको होइन है शिष्य लाउनु अत्यन्त जरुरी छ किनकि उहाँले व्याख्या नै यसरी गर्नुभएको हुँदाखेरि पहिलो अब प्राचीन श्यामर शिल्प गुरुले यसरी बताएको हुँदाखेरि अत्यन्त यो लाभदायक छ मैले बताएको थिएँ यसरी त्यहाँदेखि मैले बताएँ त्यहाँदेखि अब हाम्रो सुरुवात भयो अनि यसरी अब भनौँ न पक्षपात नगरिकन निष्पक्ष हिसाबमा यस बौद्ध धर्म हामीले फैलायो भने यो चाहिँ विशाल रूपमा फैलिएर जाने सबैलाई लाभदायक हुनेछ त्यस्तै गरी अब के हो त अनि फैलिएको भिक्षुहरूलाई यसरी के हो त अनि यो विभिन्न हामीले सामान्य जोड दिने होइन उनीहरूलाई फाइदा हुने अनुकूलता हुने कुराहरू अनि उनीहरूलाई चलाइदियो भन्यो के हो त अनि पुण्यहरू फैलिएर जाने हुन्छ त्यो किन भन्दाखेरि बुद्धलाई भन्दा पनि सङ्घको दललाई अनि कुराहरू भौतिक कुराहरू चढायो भने त्यो एकदम के हो त फाइदाहरू हुने र बताएको छ बुद्धलाई भेटिदिएर प्रसन्न पनि साह्रै सङ्घले धर्मको प्रवर्धन सहित प्रदान ठुलो पुण्य तीन रत्नहरू मध्ये केवल सङ्घ उत्कृष्ट क्षेत्र प्राप्तकर्ता हो यसको कारण यो हो कि सङ्घलाई अर्पण गर्दा प्रसादको योग्यता र ग्रहण गर्ने योग्यता हुन्छ एउटा अर्पण गरेको फाइदा अनि उहाँहरूले ग्रहण गर्नुभएको फाइदा हुने हुँदा उनीहरूलाई धर्म अभ्यासको लागि प्रदान धर्मको बुद्धको वंशलाई तोड्नबाट रोक्नेछ त्यसैले हामी सोच्छौँ कि यस संसारमा शिक्षाको संरक्षण गर्न प्रयास गर्न हामीले सङ्घलाई प्रचार गर्नुपर्छ अर्थात् उहाँहरूलाई पूजन गर्नुपर्दछ यसै बौद्ध धर्म सम्मेलन सङ्घको दल भएको हुँदाखेरि सङ्घलाई हामीले नमन गर्यो भने के हो त बौद्धको यो बौद्ध धर्म के हो त एउटा नटुट्ने होइन नछिन्ने र बौद्ध धर्म एकदम अत्यन्त विस्तारमा फैलिएर विस्तृत रूपमा फैलिएर जाने हुँदाखेरि अनि सङ्घलाई यसरी तपाईँले अनि पूजन गर्नुभयो अर्पण गर्नुभयो भने एउटा सङ्घहरूले भिक्षुले ग्रहण गरेको लाभ अर्को के हो त ग्रहण गरेको लाभ दुईटा फाइदा पाउनेछ त्यही कारणले गर्दाखेरि अनि बौद्ध लामो समयसम्म यसरी फैलिएर जाओस् भन्ने इच्छा छ भने यसरी तपाईँले अनि पूजन गर्नुभयो अनि कुनै अर्पण गर्नुभयो भने चाहिँ यो लोकमा लामो समयसम्म बौद्ध धर्म टिक्नुलाई चाहिँ अनि सहायता र त्यही कारणले गर्दाखेरि अनि यसरी अनि बौद्ध धर्म भने ग्रहण गर्ने दुई प्रकारको व्यक्तिहरू छ होइन एउटा साँच्ची नै अब स्वीकार बुद्धले जस्तो बतायो त्यस्तै हिसाबमा बौद्ध प्रचार प्रसार गर्ने एउटा चाहिँ के हो त एउटा स्वीकार गरेको तर पनि के हो त देखावटी रूपमा होइन बाहिरी बोक्रे हिसाबले बौद्ध धर्म भने दुई प्रकार रहेको हुँदाखेरि अनि एउटा नष्ट दिन नहुनुको निम्ति दुवैले फाइदाको हुँदाखेरि दुवै नै राम्रो अब साङ्गे पल्टुको एउटा अर्थको टिकामा 5 प्रकारको कलियुग रहेको छ बताउनु भएको छ पतनको समय एउटा कलियुग एउटा के हो त प्राणीको कलियुग अर्को यसलाई चाहिँ अब विमल मित्रले यसरी भन्नुहुन्छ विनयको मुख्य अब को व्याख्याभित्र यसरी अलगै 4 प्रकारको अब महिला पनि यसरी बताएको छ हैन प्रसव पनि भन्छ यसलाई प्रदूषण 4-5 प्रकारको प्रदूषण भन्ने बताउनु भएको छ विमल मित्र त्यही कारणले गर्दाखेरि बुद्धले के हो त हैन
अब बुद्ध धर्म दुई प्रकारको बाहेक अर्को रहेको छैन हैन त्यो के हो त भन्दाखेरि अब हैन लुङ देनुसुम भनौँ न लुङ्गी तेम्बा लुङ देनुसुम हो यसो होइन यसलाई चाहिँ आगम धर्मचक्र त्रिपिटक हो अधिगम एक किसिमको अनि अधिगम धर्मचक्र चाहिँ 3 शिक्षा रहेको छ त्यही कारणले गर्दाखेरि यसरी अब पालना गर्ने जसमा आफ्नो जीवनमा 3वटा तालिमको अभ्यास गर्छ त्यो सामान्य भिक्षुक हुन सक्छ त्यही 3वटा रत्न र मन्दिरको प्रतिनिधित्व छ तर त्यही कारणले गर्दाखेरि अब यसरी कल्याण मित्र यसरी बौद्ध धर्म फैलाउनको लागि आइरहेको हुँदाखेरि हैन अनि यो कलियुगमा चाहिँ के हो त यसरी चाहिँ भिक्षुहरू भिक्षुनी गुरु हैन आचार्य हैन यो मठ मन्दिर अत्यन्त महत्त्वपूर्ण देखिँदैन श्रद्धा भक्तिले हेरिँदैन किन त भन्दा यो कलियुग हुँदाखेरि अनि के हो त अनि यसरी कलियुगमा आउँदाखेरि हेर्ने प्राणी सबैमा कलियुगले अब यसरी आएको नराम्रो सोचहरू ज्यादा भएको हुँदा कलियुग भएको हुँदाखेरि अनि भिक्षु र भिक्षुनीलाई सम्मान गर्नु परिजाउँ बौद्ध धर्ममा फैलाउने मठ मन्दिरमा जाँदाखेरि मन एकदम के हो त अशान्त हुने अनादर मन प्रकट नहुने त्यस्तो पनि भइरहेको हुन्छ त्यही कारणले गर्दाखेरि के हो त हैन अनि विभिन्न के हो त अनि देश परिस्थिति अनुसार के हो त अनि मठ मन्दिर बन्द गर्नुपर्ने हैन भिक्षुहरूलाई एक किसिमको बहिष्कार गर्नुपर्ने हैन बहिष्कार पनि समय आएको छ भिक्षुलाई अब सिलदेखि पतन गराउने अनि एक किसिम के हो त भिक्षुहरूलाई के किसिम के हो त अब आफ्नो अनुशासन तोड्न बाध्य पार्ने भिक्षुको मात्र रूप देख्ने मात्र रूप तर के हो त बारी जोत्ने हैन खेती किसान गर्न लाउने युद्धमा लड्नु लगाउने घरमा काम गर्नु लगाउने काम पनि बाध्य गरिएको छ उनीहरूलाई अब ज्यालाको रूपमा के मामुली प्रबन्धनहरू दिइन्छ यी सब परिश्रमहरूको खातिर राजालाई चिनाउनको लागि जस्तो देखिनेहरूको शरीर जीवन भोगहरू गर्नेछन् त्यही कारणले यो भिक्षुको नाम लिएर रूपले हैन के हो त एउटा अनि दानदाताहरूको लागि अब के हो त धेरै अब देखावटीको लागि राम्रो गर्नुपर्ने हैन उनीहरूको लागि सेवा जस्तो गर्नुपर्ने त्यस्तो समय अनि आफूले गर्नुपर्ने बौद्ध शिक्षालाई अध्ययन चिन्तन मनन गर्नु छाडेर के हो त अनि मन्त्री मण्डल राजमण्डल मन्त्री मण्डललाई के हो त उनीहरूलाई के हो त अनि सत्कार सम्मान गर्नुपर्ने त्यसको पछि जानुपर्ने त्यसको पुच्छर बन्नुपर्ने त्यस्तो भएको हुँदाखेरि अनि जुन साधना केन्द्र भावना केन्द्र कसरी फैलिन हुन्छ कसरी फैलिने हुन्छ त्यही कारणले शुद्धता साधना गर्ने ध्यान गर्ने के हो त अनि दिउँसोको तारा जस्तो एकदम कमजोर हुनु पुगेको छ त्यसैले गर्दाखेरि अनि अनि जुन यसरी फेरि जुन दानदाताहरूदेखि प्राप्त भएको अनि यो विभिन्न भौतिक ऐश्वर्यहरू चाहिँ के हो त अनि जुन भिक्षुहरूले अब जुन लामाहरू दिएको जस्तो यसरी उहाँहरूले सम्मान नगरिसकेपछि जुन फेरि दानदाताले खोसेर हैन अनि एकअर्कासँग युद्ध गर्न लड्नु लगाउने हैन मैले गरेको दिएको दानहरू तिमीहरूलाई राम्रो समय अब सँग तिमीहरूले के हो त अनि बनाएन फेरि गर्नु लगाउने अनि भिक्षु
कुरामा पिटनी गर्ने भङ्ग पार्ने हैन एक किसिमको के हो त जुन कुराको नाममा धर्मको नाम के हो त अनि धन सम्पत्ति भित्र लिएर अनि आफ्नो घर घर बनाउने हैन पूजाको लागि बचत गरेको कुरा वर्ष पूजाको आदि प्रयोजित कोष र सङ्घमा आनन्द लिन्छ आफ्नै घर मिलाउने मन्दिरसँग सेवा गर्नु सर आफन्त र घर परेको सेवा गर्ने यस्तो देखियो छोटकरी भन्नुपर्दा सब धर्म बौद्ध धर्मलाई शुद्ध धर्म त हुनु परिजाउँ हामी यस्तो अवस्थामा छौँ कि जहाँ सांसारिक मामिलामा पनि निष्पक्ष र व्यक्ति असम्भव शिक्षामा राम्ररी प्रवेश गर्नेहरू पनि एकदम दुर्लभ छ बौद्ध शिक्षाको शिक्षण गर्ने दुर्लभ छ यसरी भएका मानिसहरू सुन भन्दा पनि दुर्लभ छ विशेष गरी तपाईँले आफ्नो खुट्टामा फलाम लगाउनु हुन्छ र विश्वको परिक्रमा गर्नु हुन्छ खुट्टामा फलाम लगाएर तर गर्ने मान्छे कमजोरी नै छ बरु फलाम लगाएर संसारलाई घुम्न सक्छौँ तर यो संसारको सच्चा मान्छे पाउनु गाह्रो छ त्यही कारणले अभ्यास र अविस्मरणीय वज्रयान र जो देखिन्छ यसको जुन अब बौद्ध धर्ममा लागिएको एउटा के हो त जुन दृष्टिकोण जुन चाहिँ अब उत्पत्ति क्रम र निष्पत्ति क्रम अब राम्रोसँग शुद्धता हुन परिजाउँ जुन सबै शून्यता रहेको चाहिँ के हो त सबै शुद्धता हो वास्तविकतामा यसलाई हामीले बोध गर्नु पर्दछ यस्तो कुराहरूमा अनि के हो त डढाएर त्यहाँदेखि भएर यसरी के हो त किसिमको भाग्ने धेरै रहेको छ त्यही कारणले गर्दाखेरि अनि बौद्ध धर्ममा आलस्य गर्ने व्याकुलता आक्रोश सुस्तता र आर्ट जुन अब लौकिकमा अब भएको अब डुबेको हुँदाखेरि भावनात्मक प्राणीहरूको लागि अन्य शिक्षाभित्र रहे उहाँहरूले तिनीहरूलाई मूल्यबाट मुक्त गर्न आफ्नो स्रोतहरू प्रयोग गर्नुभयो उसले महसुस गर्नुभयो कि उसले शिक्षा ठुलो बोझ वहन गर्नु पर्दछ र जुन उहाँमा भर परेको शिक्षालाई पूर्ण रूपमा अभ्यास गर्नु पर्दछ अब यसरी अब के हो त सही हिसाबले बौद्ध धर्म चाहिँ फैलाउनु पर्दछ हैन देखावटी गर्नु हुँदैन अनि बताउँदछ बुद्धले के बताउनु भएको छ भन्दाखेरि अब बौद्ध धर्मले चाहिँ राम्रोसँग जुन मैले बताएको शिक्षालाई राम्रोसँग एक किसिमको पालना गरेन भने चाहिँ अनिकाल लाग्नेछ हैन अनि एक किसिम के हो त बौद्ध धर्मले सही हिसाबले यसरी यसलाई अनुसरण गर्यो सही हिसाबले अभ्यास गर्यो भने चाहिँ भविष्यमा अनिकाल लाग्दैन पनि र जुन साधन गर्ने बौद्ध साधकहरू भोक लागेर प्यास भएर अनिकाल भएर यसरी प्याक भोकले प्याक्का भएर अनि मर्नुपर्ने छैन भने यसरी बताउनु भएको छ अनि यो बेला चाहिँ जस्तो सुकी कलियुग आए तापनि सही हिसाबले बौद्ध धर्मलाई अनुसरण गर्यो साधना गर्यो भने के हो त अनि भगवान सुर असुर अनेकन अब गन्धर्वदेखि पनि अब यसरी भौतिकको सहयोग मिल्नेछ भने यसरी बताउनु भएको छ त्यसै कारणले गर्दाखेरि अनि अनन्त शङ्का र सन्देहहरू गर्नु पर्दैन हैन सही हिसाबले बौद्ध धर्मलाई तपाईँले अनुसरण गर्नुभयो भने अनि अनेक विघ्न बाधादेखि मुक्त हुन सकिन्छ बुद्धले यसरी बताउनु भएको छ विगतहरू चाहिँ पनि सही
अनि मार्गमा जानुभयो यसरी अनेकन यो धर्म कहिले पनि प्रवेश गर्नु भएन सही इच्छामा जानु भएन यसरी बताउँछ अब चाहिँ अब लेक्चे भयो जुन अब 30औं श्लोकमा यसले के हो त भन्दाखेरि यो राम्रो कामको पद्यमा 30औं श्लोकमा के यसमा चाहिँ अब फाइदाको अब कुरालाई साधना गर्ने फाइदा नभएकोलाई चाहिँ त्याग गर्ने भन्ने अनि दुई प्रकारको भाग रहेको हुँदाखेरि पहिला फाइदा हुनेको साधना गर्नेमा रहेको छ कलियुगको बेलामा कलियुगको पाँचौं अब भनौँ न 500 वर्षको समयमा चाहिँ बौद्ध धर्म चाहिँ के हुन्छ एउटा रूप मात्रै रहने हुँदाखेरि त्यो कलियुगको बेलामा अब के हो त बौद्ध धर्मको रूप मात्रै रहेको हुँदाखेरि त्यो बेला चाहिँ अनि बुद्धले विशेष गरी यसरी प्रशंसा गर्नुभएको छ कि त्यो बेला चाहिँ अब त्याग गर्ने र शिक्षण गर्ने अनि सङ्घको शिरमा बसेर बौद्ध धर्म फैलाउनु भयो भने अत्यन्त यो चाहिँ राम्रो हुने उचित देख्ने हुँदाखेरि म पनि यसरी नै खर्दछु यो चाहिँ मेरो राम्रो काम हो भन्ने ठान्दछु भने यसरी 30औं श्लोक बताउनु भएको छ यसमा अलिकति त्रुटि देखेको थिएँ यसमा सांगे पल्टुबले अब यसरी उहाँको अर्थको व्याख्यामा के लेखेको छ भन्दाखेरि आजभोलि के हो त अब 500 को अन्तिममा आएको छ भन्छ एक किसिमको बौद्ध धर्म चाहिँ अब 5 भनौँ न अब 500 को अन्तिम तहसम्म आइसक्यो भनेको छ यो चाहिँ के हो त बौद्ध धर्म चाहिँ कति सयसम्म रहन्छ त भनेको कुरामा यो यसमा जोड्नु पुग्यो छ बौद्ध धर्म चाहिँ अब भनौँ न बुद्ध परिनिर्वाण भएर कति सालसम्म रहन्छ त भन्ने कुरा रहेको छ यो अब विनय पिटकमा चाहिँ के हो त बुद्ध धर्म चाहिँ बुद्ध शासन चाहिँ 1000 सालसम्म त रहन्छ भन्ने लेखिएको छ अनि 5000 रहँदैन भन्ने अब लेखिएको छ त्यस्तो तर पनि आर्य अब मैत्रीय सूत्र त्यस्तो गरी अब अब यो फगवा छ्याम्पी दो भन्ने अब संघीय पण्डितले चाहिँ अनुवाद गर्नुभएको छ यो त्यस्तो गरी अब हरिभद्र अब हरिभद्रको मा टीकाभित्र अब अनि बौद्ध धर्म चाहिँ 5000 वर्षसम्म रहन्छ भनेर बताउनु भएको छ उहाँले 5000 चाहिँ अब कसरी रहन्छ त भने यसरी 4 भागमा बाँडेको छ कसरी 5000 सम्म रहन्छ त भन्दै यसरी 4 भागमा बाँड्दाखेरि पहिला चाहिँ के हो त फलको यसलाई चाहिँ फलको के हो त पाठ भाग भनेको छ यसमा चाहिँ 500 भनौँ न 500 1500 मा मिलाएको छ अब लापी ल्याउसुम भनेको चाहिँ एक किसिमको होइन जुन अब के हो त शिक्षणको के हो त शिक्षाको अब 3 जुन अब यो पनि 1500 भनेको 500 वर्ष यो जोड्दाखेरि 3000 भइगयो अब त्रिपिटकमा अब यसरी बाँडेको छ हैन जुन चाहिँ 500 अनि यसमा 3000 मा फेरि अब 5 अनि यसरी अब त्रिपिटकमै अब अनुसन्धान गर्नुको लागि यसरी अभ्यास गरेर यो चाहिँ कति सालसम्म रहन्छ भन्दाखेरि यसरी 4500 सालसम्म रहन्छ भनेको छ अब जुन अब के हो त रूप मात्रै रहने
बाहिरी रूप मात्रै रहने के हो त भन्दाखेरि हजुर पाँच अनि 500 वर्ष रहन्छ भने यो सबै गर्दाखेरि त 5000 आएको छ 대아들다 누가 흉 담에 나올래야 가르다디 가르송어서나 좀뭐 기점기나 담배 치브르기 지점기나 त्यही कारणले यसरी बताएको छ हैन यो सुङ धम्बा भित्र बताएको छ हैन हि भिक्षु कति समयसम्म यो बौद्ध धर्म रहन्छ हैन कुन बेलासम्म यो नष्ट हुन्छ भने यसरी अनि कुन कुराले बौद्ध धर्म नष्ट भएको भनिन्छ कुनलाई भनिन्छ कसरी रहेकोलाई भनिन्छ यहाँ भनेको छ उपली झिचिटु भनेको छ हैन धर्मलोप हुँदै गएको यस समयमा केवल सादा भनौँ न किसिमको यो मात्र समझ्छन् तिनीहरूको लागि पनि पर्दैन र समर्पण पनि गर्दैन तिनीहरू सबै बताएको छ बौद्ध कुनै पनि अब के हो त कतै नै त्यसले संरक्षण गर्ने सुरक्षा दिने त्यसलाई अभ्यास गर्नलाई चाहिँ अनि परम धर्म भनिन्छ बौद्ध धर्म भनिन्छ बताएको छ त्यो काम पनि नगर्ने त्यसलाई अब विचार नगर्ने संरक्षण सुरक्षा नगर्ने त्यो शुद्धता नगर्ने यसलाई चाहिँ अब प्रचार गर्ने बौद्ध धर्म नष्ट भएको हो अनि यसरी बताउनु भएको छ यो चाहिँ सुङ धम्बाभित्र बताएको छ परम ग्रन्थभित्र अनि त्यहाँ जिगो हिँसेसे ता दुए नालोला त्यसो ता ona ji ngaje थामासा दिला ता तिङसाङ खासेसना ता तादा संगि यो विनय पिटक भित्र बताएको छ अब प्रश्न गर्दाखेरि अब नष्ट हुँदै भइरहेको छ नि छ त कुन बेला आइरहेको छ यो कुन भन्दाखेरि अब अहिले हाल बदन पर्दाखेरि संगि उने छने खदु अब बौद्ध धर्म चाहिँ यसरी के हो त बुद्ध चाहिँ यो बेला जन्मिएर भए यति साल भयो भन्न अब 100मा 100% बताउन सकेको छैन तर पनि के हो त हामीले अनुसन्धान गर्दाखेरि हैन हाम्रो यसरी अब त्यसलाई अब के अनुमान लगाउँदाखेरि अब 2500 वर्ष 2500 वर्ष चाहिँ गइसकेको हामी बताउँदछ अब हामी चाहिँ के हो त 5000 मा चाहिँ 2500 जाँदाखेरि बीचमा आएको हामी ठान्दछौँ कुनै कुनै गुरुहरु चाहिँ अब के हो त बौद्ध धर्म चाहिँ एउटा नाम मात्रै रहने समय पनि भनिन्छ अब त्यही कारणले बुद्ध धर्म चाहिँ 5000 सालसम्म रहन्छ भन्दाखेरि के हो अहिले रूप मात्रै अहिले नाम मात्रै रहेको हो भने चाहिँ मिल्दैन हैन किनभने अझै पनि 2500 वर्ष बाँकी छ त्यही कारणले गर्दाखेरि यसलाई हामीले अनुसन्धान अब भन्दा के हो त अन्तिम हैन यसमा चाहिँ अब यो के हो त फलको 3टो भाग रहेको छ शिक्षाको 3 भाग रहेको छ हैन अब त्रिपिटकको अब त्रिपिटकमा अब 500 वर्ष रहेको छ हैन अब त्यसलाई रूप मात्रै अब ग्रहण गर्नेलाई 500 वर्ष रहेको छ हैन यसरी 15 गर्दाखेरि अनि हैन यो फलदेखि लिएर 3 शिक्षादेखि लिएर हैन त्यसैको त्रिपिटकदेखि लिएर सबैमा अब के हो त 500 वर्ष अन्ततः अन्तिम तह आएको हुँदाखेरि हैन अहिले नि अन्तिम तह भन्नु मिल्दैन अनि अहिले चाहिँ के हो त यो रूप मात्रै ग्रहण गरेकोलाई हो कि बताउनु भएको हो कि जस्तो लाग्छ मलाई यसको व्याख्या चाहिँ तर पनि के हो त बुद्ध धर्म चाहिँ अब जुन अब परिनिर्वाण भएको समयदेखि अहिले जोडेर आयो भने त्यो चाहिँ अलि नमिल्ने जस्तो देखिन्छ किनकि अहिले भर्खर 2500 जाँदैछ अहिले 2545 सय गइरहेको छ अहिले 2545 वर्ष गइरहेको हुँदाखेरि अनि यो 500 बुद्ध धर्म चाहिँ नष्ट हुनेको 500 को अन्तिम तह हो भन्ने भन्न पनि त्यति मिल्दैन जस्तो लाग्छ मलाई
돌아왔잖아 막으면 제제 아니 김배가 돌아오고 아니 거기 소연토가 제제 되게 배 가져와 अनि 빈수지 지야 अब तक्षण जिम्बा भनिन्छ यसलाई हैन जुन चाहिँ के हो त एउटा रूप र संकेत मात्रै ग्रहण गर्ने भन्नु कस्तोले भनिन्छ भन्दाखेरि नि कुनै अब भिक्षुको एउटा वस्त्र नभएको हैन सबै गृहस्थी वर्गको हैन टाटे पाङ्रे लुगा भएको त्यस्तो लाएर हैन अनि अनेकन अब नराम्रो कर्महरू गर्ने त्यस्तोले अब रूप मात्रै अब धारण गर्ने भन्दछ भनौँ न यस्तो समयमा मिग्यु दोर्जेले सधैँ सूत्र तन्त्र तिनको त्रिपिटकहरूको आवश्यकतालाई ध्यान राख्दथ्यो त्यसैले शिक्षा आफैले अन्तिम 5 वर्षको समयमा मात्र देखा परेको समयमा गरेको पुण्य कार्यहरूको उच्च प्रशंसा गर्नुभएको थियो र धर्मको व्याख्या उनले बुझेको कि यो केवल शिक्षाको प्रतिबिम्बलाई पनि जोगाउनु भन्दा ठूलो सञ्चय शुद्धिकरण हो भने बताउनुहुन्थ्यो कुनै व्यक्तिको सद्गुणको तुलनामा जसको दुःख स्वाभाविक रूपमा कम छ र जसको क्षमताहरू परिपक्व छन् धेरै युगहरू उदारताको अभ्यासमा खर्च गर्दै बुद्धको शिक्षामा प्रवेश गर्न नसक्ने दुष्ट मानिसहरूलाई शिक्षा अनुरूप एक क्षण पनि खर्च गर्न यसरी तिनीहरूलाई सुप्त जागृत गराउने मुक्ति मार्गको लागि सद्गुणको जरालाई बुद्धले सम्झ गरेका थिए र मिग्यु दोर्जेले यसलाई मनमा राख्ने गर्दथे हैन कुनै कलियुगमा बौद्ध धर्मलाई हैन जुन अब नाम मात्रै रहेको छ हैन कर्ममा लगाउन सक्यो भने बिउ र पुस्तक यही नै राम्रो हुनेछ भने यसरी दिन प्रतिदिन यस्तो लगाउनु जागृत गराउनु त्यही कारणले गर्दाखेरि मुक्तिको मार्गको लागि सद्गुणको जरालाई बुद्धको उच्च प्रशंसा गरेको थियो मिग्यु दोर्जेले यसलाई मनमा राखे यसरी 3 पिटकहरू पढ्ने छलफल गर्ने गरेको 3वटा शिक्षाहरू हैन विरुद्ध अपराधहरूलाई त्याग गर्नेहरूको सँगलाई पुनर्स्थापित गर्न उहाँले एक सँगै स्थापित गर्नुभएर उनीहरूलाई धर्म र भौतिक दुवै कुरोमा उदारतापूर्वक प्रदान गर्नुहुन्थ्यो उहाँले त्यसै कारणले गर्दाखेरि बुद्धले पनि जुन बुद्धले बताउनु भएको चाहिँ शुद्धता धर्मलाई के हो त अनुसरण गर्नु नसक्यो भने के हो त त्यसको एउटा रूप एउटा ढाँचा प्रतिबिम्बलाई मात्रै यसरी स्वीकार गर्नुभयो भने अत्यन्त अनि पुण्यहरू फैलिएर जाने हैन अनि अत्यन्त फाइदा हुनेछ हैन सच्चै वास्तविकलाई लिनु नसके तापनि प्रतिबिम्बलाई स्वीकार गरे तापनि अत्यन्त फाइदाजनक हुनेछ भने यसरी बुद्धले बताउनु भएको हुँदाखेरि अनि त्रिपिटकहरू त्रिशिक्षाहरू हैन अनि अत्यन्त यसरी जुन चिन्तन गर्ने कीर्तन गर्ने हैन यसरी जुन दिन प्रतिदिन यसरी वृद्धि गर्ने जुन बौद्ध धर्मलाई फैलाउनको लागि यसरी फैलाउनु पर्दछ जुन अहिले फैलाएको बौद्ध धर्म चाहिँ बुद्धको कालमा जस्तै फैलाउन नसके तापनि के हो त एउटा रूप रङ्ग एउटा प्रतिबिम्ब सहित यसरी के हो त मठ मन्दिर बनेर बौद्ध धर्म फैलाउनु भयो भने त्रिपिटकको अभ्यास दिने शिक्षाको अभ्यास दिएर यसरी फैलाउनु भयो भने अत्यन्त लाभ चाहिँ असीमित सीमा नहुने अचिन्तनीय अनि पुण्यहरू प्राप्त हुनेछ भने यसरी बताउनु हुँदछ अब मिग्यु दोर्जे अनेक गुरुहरू अब लिनुभयो हैन ग्रहण गर्नु भएर यसरी गुरु लिनु भएर अत्यन्त अब बौद्ध धर्मको शिक्षण गर्नुभयो अनि गिन्ती अब के हो त अनि धर्म सिक्दाखेरि अनि गिन्ती चेलाहरू भेट्नुभयो अनि गिन्ती अब गुरुहरू भेट्नु हुँदाखेरि हैन उहाँले अनेकिन त के हो त अनि विभिन्न क्षेत्रमा बढ्दै गयो उहाँले तिनीहरूले आपूर्तिहरू प्रदान गर्नुभयो र चासो लिनुभयो अध्ययन अभ्यासको लागि केन्द्र स्थापना गर्नुभयो र
शरीर बोली र अब विचारको प्रतिनिधित्वलाई निर्माण गर्नुभयो यो विषयलाई उहाँले प्रत्यक्ष शिक्षण अब अत्यन्त अब बौद्ध मन्दिरहरू किसिम के हो त अनि जुन शिक्षा केन्द्रहरू बौद्ध विद्यालय यसरी निर्माण गर्नुभयो यो मिकी दोर्जेको जीवन कथामा लेखिएको छ अत्यन्त महत्त्वपूर्ण के हो त मिकी दोर्जे उहाँ पहिले अब लेख्नुभयो एउटा किताब छ होइन मिकी दोर्जे चाहिँ रब भनेको छ होइन अब उहाँ त्यो किताब उहाँ लेख्नु भएको छ होइन जुन विषयले उहाँको प्रत्यक्ष शिक्षा नामग्याल ठाक्पा जो नवौं कर्मपा अब जुन अब भनौँ न गोबा वंशु धोर्जे अब उहाँको अब जुन नामग्याल ठाक्पा भनिन्छ होइन उहाँ चाहिँ अब वंशु धोर्जेको अब गोबा वंशु धोर्जेको अब नवौं अवतारी कर्मपाको अब एउटा गुरु थिए होइन उहाँले मिग्यु दोर्जेको अब के हो त मिग्यु दोर्जे चेपी रब भन्ने एउटा ग्रन्थ उहाँले अब लेख्नुभयो जुन पाउ ठुलो ठाउँमा छुचे कि गदुन भनेको अब त्यो भित्र चाहिँ अब आठौं कर्मपाले अब गदुन भनेको चाहिँ के हो त छिपी गदुन भन्छ ठुलो ठाउँमा रचना गर्नुभएको त्यो भित्र अनि चाहिँ घेपा आठौं कर्मपाले अब लेख्नु भएको हो भने यसरी अब त्यहाँ लेखिएको छ त्यसै गरी के भनेको छ भन्दाखेरि मिग्यु दोर्जेको जीवनकालमा सङ्घ बढ्यो र झियाङका राजाले अनि खाङसार छोटो र ढोपङ छोटे भनिन्छ यसलाई जुन अब धर्म जुन स्थान स्थापना गर्नुभयो लामा ह्वेन्तेन वाङचुक भन्ने मठका नियुक्त भएका थिए अब यो जुन मिग्यु दोर्जेको कालमा मठ मन्दिर कहाँ कुन ठाउँमा बने को कसले साथ सहयोग गरे यो को थियो भन्ने विषयमा बताउनु भएको हुँदाखेरि एक एक गरी बताउनु परेको छैन यसमा त्यो बेलामा के हो त मिग्यु दोर्जेले होइन उहाँहरूको साथ सहयोगमा कर्म कैग्युको गुम्बा धेरै निर्माण गर्नुभयो मिग्यु दोर्जेले विशेष गरी झ्याङ घ्याल्पो उचाङमा चाहिँ अब झ्याल्पोले चाहिँ मठ मन्दिरमा चाहिँ पापान्छ सबै पछि गएर के हो त साथ सहयोग गरी आर्थिक साथ सहयोग गरी पछि के हो त अनि यसरी बौद्ध विद्यालय ध्यान केन्द्र यसरी उहाँले निर्माण गर्नुभयो त्यो पछि म तपाईँलाई परिचय दिन चाहन्छु यो साधना केन्द्र बौद्ध विद्यालय कुन कुन उहाँसँग मिग्यु दोर्जेसँग सम्बन्धित भएको चेलाहरूद्वारा दानदाताद्वारा राजाहरूद्वारा बताएको थियो अब चाहिँ उहाँ के हो त उहाँ आफैले दुःख गरेर उहाँ आफैले नै खर्च गरेर निर्माण गर्नुभएको गुम्बाहरूको नाम के हो त भन्दाखेरि धेरै बौद्ध विद्यालय रहेछ अनि यो उहाँ आफैले गर्नुभएको किताबभित्र लेखिएको छ छक सुरु दोङ्गी सेटा भनेको छ होइन यो चाहिँ बौद्ध विद्यालय त्यहाँ चाहिँ सधैँ नै बस्ने अब 250 जना मान्छे थियो त्यसपछि कर्म घचल सुङलुक लिङ भन्ने त्यहाँ चाहिँ अब भिक्षु चाहिँ कति थियो भन्दाखेरि अब 120 जना थियो त्यहाँ चाहिँ त्यस्तै गरी अब थोप्ग्याल भन्ने ठाउँमा चाहिँ अब कर्म धुल्डालिङ भन्ने थियो होइन
त्यहाँ चाहिँ के हो त अब 다들 타부 250 구구르사 थियो 야 타부사데 벽 त्यस्तै 롱버지와 गरी अब के हो त 어다 धक्पो 된 गोगुर 되게 भन्ने एउटा त्यहाँ 타부기 구구르사기 산에 काङ्ग्रेस, 텔레야 केन्द्र थियो 자상까만 유메린사디 त्यहाँ चाहिँ कर्म झुर्मेलिङ होइन धक्पो 링버제베 गोगुर भन्ने ठाउँमा चाहिँ सब선도 कर्म झुर्मेलिङ भन्ने थियो 다들 타부 꾸르사기 사지저바 텔레야 타부 시루린사 त्यस्तै गरी अब धक्पो कुरब भन्ने ठाउँमा चाहिँ कर्म 시루린사 कर्म सिरुबलिङ भन्ने अब 셰르지 이 गुम्बा 셰르디 निर्माण 도나니 गर्नुभयो 게기 के हो त अब 로존체세 भिक्षुहरू 셰르지레샤 텔레야 कति भयो 균두바 셰랑 숨게 300 जना हुनुहुन्थ्यो 다 균두 땡자 슝게스 라고 있어요. त्यसपछि के हो त सूत्र र लट्टी तन्त्र से दुवै आगे, अब गांधे अध्ययन गर्ने लट्टी त्यो पनि एउटा त्यसले या बौद्ध गान्धेलिङ छाता पनि त्यसले या किन्दिम ते सेट हिम्रे ते किन्दिम सुनके स्यारे राता घादेलिङ भन्ने पनि त्यो विद्यालय हो त्यसले किन्दिम 300 जना भिजुअर हुनुहुन्थ्यो त्यस्तै गरी अब तङ्गो रिन्चेलिङ ता गार्को सादे कम कर्मे त्यति सब गार्छेन लेखेको छैन गर्गी याङ्री गार्छेनले या ध्यान गर्ने ठाउँ हो यो भिक्षु हुनुहुन्थ्यो भने गर्गी याङ्री वा गर्गी सुङ्ग्रियो भने के हो त यो ध्यान केन्द्र हो भने 100 जना भिक्षु हुनुहुन्थ्यो यहाँ चाहिँ यो सुग्रीवा भन्ने के हो त महामुद्रालाई ध्यान गर्ने महामुद्रालाई अध्ययन गर्ने हो त्यस्तो ध्यान गर्ने केन्द्र रहेको थियो अब याङ्री के हो त ध्यान केन्द्र हो यहाँ चाहिँ अब सधैँ नै बस्ने चाहिँ के हो त अब 200 हुनुहुन्छ सबै ध्यान केन्द्र रहेको छ यो चाहिँ मिगेदो चाहिँ आफैले दुःख भोक्त गरेर होइन आर्थिक उहाँले जोड्नु भएको यसरी अब कोङपो लाचे गाङ्गी धुब्जा भनिन्छ होइन साधना केन्द्र त्यो अनि 200 थियो भिक्षुहरू त्यस्तै गरी अब ठक्चा गङ्गी ढुब्डा भनिन्छ होइन ठक्चा गङ्गी यो पनि एउटा ध्यान केन्द्र यहाँ 100 जना भिक्षुहरू हुन्थ्यो कोङपो नागफुई ढुब्डा भनिन्छ जुन कोङपोमा थियो नागफुई ढुब्डा यो पनि साधना केन्द्र रहेको छ यो जुन भिक्षुहरू विधि विधान गर्ने ठाउँ यहाँ पनि के कति जना थियो भन्दाखेरि होइन एक किसिमको 100 जना थियो अब सुगुराई ढुब्डा सबै ध्यान गर्ने ठाउँ नै रहेको छ साधना गर्ने श्यामर गर्गी याङ्री भनेको छ होइन श्यामर अब मठ मन्दिरको त्यो त याङ्री भनेको त्यसलाई चाहिँ के त अनेकजना आफ्नो भागहरू अभाव नै अब विभागहरू छुट्याएको थियो त्यो बेला अनि घ्यालसाप अब सितु होइन यस्तै गरी अनेक श्यामर यसरी अब साधना गर्ने अब विभाग छुट्याएको थियो त्यसरी अब श्यामर गर्गी याङ्री गर्गी ढुब्डा भने त्यो पनि एउटा ध्यान विधि विधानको केन्द्र नै हो गर्गी रचङ रिक्जिन खचोलिङ भनिन्छ होइन होइन एक किसिमको तन्त्र जुन तन्त्र होइन या धारा खेचेर यो चाहिँ के हो त तन्त्रलाई अध्ययन गर्ने केन्द्र रहेको छ सोखरगाङ ढक्सन भनिन्छ होइन के हो त तन्त्र केन्द्र तन्त्र अध्ययन गर्ने केन्द्र रहेको छ हुनुहुन्थ्यो यसरी यो भित्र पनि अब कर्म घर्षण भित्र अब सूत्रको अब केन्द्र पनि रहेको थियो तन्त्रको केन्द्र पनि अनेक उहाँले बदन भएको थियो अब घर भनेको एउटालाई मण्डप भनिन्छ होइन त्यो बेला के हो त एक किसिम के हो त गुम्बा बनाउने समय नहुँदाखेरि अनि यसरी पाल टाङ्दै ठाउँ ठाउँमा गएर बौद्ध धर्म फैलाएको हुँदाखेरि यसलाई अब हामीले एउटा मण्डप पनि भनिन्छ अब कोङपो सोखा भनिन्छ नि यसरी त्यहाँ पनि अब यसरी तन्त्रको केन्द्रलाई यसरी उहाँले फैलाउनु भएर त्यहाँ चाहिँ 80 जना भिक्षुहरू यसरी उहाँले राख्नु भएको थियो भनिन्छ
यसरी अब बौद्ध विद्यालय हैन यसरी ध्यान केन्द्र अत्यन्त उहाँले नै अब जोड्नु भएर आर्थिक हैन जोड्नु भएर खर्च गर्नु भएर यसरी अब दुःख गरेर बनाउनु भएको यो उहाँले खर्च गरेर बनाउनु भएको गुम्बा हो यो चाहिँ दान दाताहरूको साथ सहयोग गरेर मायाको होइन यो उहाँ फेरि दुःख गरेर बनाउनु भएको यो अत्यन्त उहाँ दुःख गरेर बनाउनु भएको थियो उहाँले यसरी भएको गुम्बाभित्र चाहिँ के हो त धेरैमा 500 जना भिक्षु 100 जना भिक्षु यसरी जसरी बास गर्नु कर्म गर्दैन भन्दाखेरि 8औं कर्म मिक्यो त के हो त पूर्व कर्महरूको सबै कार्यहरू लीला एकीकरण गर्ने फैलाउने कर्म हो भने यसरी बताएको छ त्यो बेला के हो त अनि कर्म कमसँगको बौद्ध कर्म कमसँगको शासन अत्यन्त के हो त सूर्य विस्तार औतरिक छोटा घ्यासोले यसरी भविष्यको कर्मबाट बाँकी गरेको 8औं कर्म यसरी उहाँले चर्यामा यसरी देखा परेको थियो भन्ने ठाउँ प्राणमा चाहिँ बौद्ध धर्म फैलेको थिएन होला कर्म कमसँग त्यहाँ पछि मिग्यो धोर्जेको पालोमा चाहिँ फैलिन्छ भनेको जस्तै यसरी कमसँगको बौद्ध धर्म फैलिएर गयो अब पहिलो अब छोटी कर्म कमसँगको बौद्ध धर्म शासन फैलाउनु भएको मिग्यो धोर्जेको पालोमै हो यो यसरी वृद्धि हुने प्रचार प्रसार हुने यो कारण चाहिँ एकदम बलवान एकदम वृद्धि भएर एकदम के हो त अनि नभने मिग्यो धोर्जे पालोमा चाहिँ एकदम धेरै भएर जानुको कारण चाहिँ संसारिक प्रति 8औं संसारिकको धर्मपट्टि उहाँले भएको कारणले गर्दाखेरि यसरी फैलिनु भएको थियो अब जस्तै कि अब कन्जुर बुद्ध वचन भनिन्छ हैन कुनैको 110 कुनैको 102 झेलिरहेको छ अनि मिग्यो धोर्जेले त्यो बुद्ध वचन जति बराबरको मैले अनि बौद्ध धर्मको अनि लोप भएको त्यति व्याख्या गरेको लेखेको छु भने यसरी उहाँले मिग्यो धोर्जे बताउनु भएको तर अब के हो त अब अनि त्यही कारणले गर्दाखेरि अरू कर्महरू भन्दाखेरि मिग्यो धोर्जे अत्यन्त ज्यादा बौद्ध धर्म फैलाउने एउटा कर्णदास भनौँ न एक किसिमको होइन अब मिग्यो धोर्जेलाई ज्ञान पनि ज्यादा व्याख्यानको ग्रन्थहरू ज्यादा होइन चेलाहरू पनि एकदम जुन अब संसारिक माया मोहदेखि मुक्त भइसकेको आर्य पुत्रहरू अरूसँग अनि अरू चेलाहरू विशेष रहेको छ भने यसरी गिपी घरदुनभित्र बताएको छ गिपी घरदुनभित्र बताएको छ यो अब यो मिग्यो धोर्जे चेपेरा भने चाहिँ मिग्यो धोर्जेको आफ्नै वचनभित्र राखिएको छ अब लिनु भयो उहाँको जीवनकालमा कसरी अध्ययन गर्नुभयो कसरी चिन्तन मनन गर्नुभयो त्यो लेखिएको छ अनि चेलाहरू उत्पन्न भयो अब हाम्रो चेलाहरूमा साधारण असाधारण होइन एकदम विशेष छ यसरी अब एकदम त्यो भित्र स्पष्ट लेखिएको छ मिग्यो धोर्जे चेपेरा आफै लेख्नु भएको किताब त्यो भित्र अब जुन मिग्यो आफ्नै वचनभित्र समावेश गरेको छ कवनभित्र अनि यो चाहिँ तपाईँले अध्ययन गर्नु भने अत्यन्त राम्रो होला जस्तो मलाई लाग्छ अत्यन्त बौद्ध विद्यालय र बौद्ध साधना केन्द्र धेरै उहाँले अब फैलाउनु भयो तर उहाँको लागि तिरस्कार गर्ने कुरा गर्ने अनेक धेरै रहेको छ के भनिन्छ भन्दाखेरि कर्म कसैले के भन्छ कर्म कमसँगको एउटा परम्परा
कर्मकामसँगको शासनलाई मात्रै ल्याउने चाहिँ राम्रो होइन यो चाहिँ के हो त पक्षपातको कुरा हुन्छ नि पक्ष भएन त्यही कारणले मिग्यु दोर्जेले कर्मकामसँगको शासन मात्रै अनि फैलाउने यसको लागि मात्रै दुःख गरेको हुँदाखेरि त्यो सोच शुद्धता होइन होइन विचार त होइन भन्ने पनि छ तर उहाँको चेलाले के भन्नुभएको छ साङ्गे पेरुले के भन्नुभएको छ भन्दाखेरि यसरी आफ्नो पक्षमा मात्रै बौद्ध धर्म फैलाउने हो भने कस्तोले भनिन्छ लु भन्नुहोस् त भनेर प्रश्न गर्नु भएर साङ्गे पल्लोले मिग्यु दोर्जेले राख्छु आफ्नो पक्षमा भने कस्तोले भनिन्छ भन्दाखेरि आकाशसम्मका समस्त प्राणीहरू अनि अनि आकाशसम्मको सबै ठाउँमा ढाक्यो प्राणीहरूले आफ्नै पक्षमा लिएको बाहेक होइन अनि आफ्नै शासनभित्र अनि आफ्नै एक किसिममा के हो त अनि यो शासनभित्र मात्रै राखेको भनेको होइन सबै प्राणीहरू निष्पक्ष हिसाबले सबैले अनि सुखवती भूमिमा लगाउनको लागि आफ्नो पक्षमा राखेर यसरी बौद्ध धर्म फैलाएको हो भने बुझ्नु पर्दछ यसरी बताउनु अनि आजभोलि जस्तो भने के हो त बौद्ध धर्म फैलाउनु भनेर अनि आफ्नोपट्टि के हो त अनि राग गर्ने अरूपट्टि देख गर्ने अनि पक्षपात गर्ने बौद्ध धर्ममा तलमाथि हुँदै कुरा काट्ने होइन साधना गर्ने क्रममा नमिल्ने त्यसरी अनि त्याग गर्ने पहिला ग्रहण गर्ने त्यसरी त्यस्तो हिसाबले नभइकन आफूपट्टि राग अरूपट्टि देश यसरी कहिल्यै नगरिकन सबै निष्पक्ष हिसाबमा उहाँले बौद्ध धर्म फैलाउनु हुन्थ्यो एकीकरण एकमुष्ट समग्र बौद्ध धर्म अनि बौद्ध धर्म साँच्ची नै अब प्रत्यक्ष भित्री रूपमा ग्रहण गर्न नपाए भने के हो त अनि जो रूपलाई ग्रहण गर्ने मात्र भए तापनि अत्यन्त महत्त्वपूर्ण यसरी प्राथमिकता दिएर यसरी प्राणी हितको लागि दिन प्रतिदिन बौद्ध धर्मलाई प्रचार प्रसार यसरी अनि यसरी फैलाउनु हुन्थ्यो नत्र भने कर्मकमसाङको मात्रै शाखालाई भित्र लिने अरूलाई अनि यसरी राग गर्ने रिस गर्ने ड्रा गर्ने यसरी कहिले पनि गर्नु नहुन्थ्यो त्यो नबुझेको कारणले गर्दाखेरि उनीहरूले तिरस्कार गरेको हो त्यसले आफ्नो पक्ष भन्ने अनि पक्षपात गर्नु खोजेको होइन भने साङ्गे पल्लुले अनि यसरी बताउनु भएको थियो त्यही कारणले यसरी बुझेन भने चाहिँ के हो त सबै बौद्ध गुरुहरू बौद्ध धर्महरू चाहिँ के हो त धेरै दोषयुक्त भएको सम्भावना खतरा देखेको हुँदाखेरि यस्तो कुरालाई चाहिँ हामीले बुझ्नु पर्दछ भने यसरी बताउनु हुँदछ त्यही कारणले अब हामीले राङछो र सेन्चो आफ्नो पक्ष र अरू पक्ष भनिन्छ नि होइन अनि हामीले हेर्दा चाहिँ ओ मिग्यु दोर्जेले चाहिँ आफ्नै कमसँग बाहेक अनि बौद्ध धर्म चाहिँ फैलाएको छैन होला जस्तो लाग्छ तर त्यो होइन अनि मिग्यु दोर्जेले भन्नुहुन्छ कि बौद्ध धर्म फैलाउनलाई चाहिँ आफ्नोपट्टि आफ्नो पक्षको धर्म फैलेको सम्झिनु पर्दछ भने यसरी बताउनु हुँदछ अनि बौद्ध धर्म अनि कुनै चाहिँ कुनै जस्तो कि अब भोटमा 4 प्रकारको बौद्ध धर्मको सम्प्रदाय फैलिएको छ होइन आफ्नो अनि आफ्नो चाहिँ अब बौद्ध धर्म शुद्धता ठान्ने आफ्नो पक्षलाई चाहिँ होइन अरू पक्षहरू अरू सम्प्रदायहरू चाहिँ शुद्धता होइन किनभने देखावटी मात्रै हो भने यसरी कहिले गर्नु हुँदैन भने यसरी बताउनु हुँदछ त्यही कारणले गर्दाखेरि सबैलाई एकमुष्ट रूपमा एकाग्र रूपमा हेर्नु पर्दछ भने यसरी बताउनु हुँदछ आजको अनि यति नै आजको लागि म यति नै राख्न चाहन्छु आजको लागि कुनै भोलिको दिनमा चाहिँ के हो त अब भोलिको दिनमा चाहिँ अब मिग्यु दोर्जे चाहिँ भनौँ न उचाङ खम प्रान्त होइन अनेक ठाउँमा गएर यसरी अब गुम्बाहरू यसरी बताउनु भए बनाउनु भयो उहाँले अब समय पायो भने अब कुनैको ठाउँमा आउँछ होला नि मिग्यु दोर्जेले निर्माण गर्नुभयो तर कहाँ छ त कहाँ गयो होला देख्दैन नि भने क्वेसन गर्यो भने प्रश्न गर्नुभयो भने अनि अब भनौँ न गएको समयमा कति भोटमा परिवर्तन आयो होइन अब के हो त समय अनुसार अब होइन यसरी परिवर्तन हुँदाखेरि अब दोर्जेले अब
निर्माण गर्ने गुम्बा पनि अब त्यो लोप हुँदै 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 अब कोही अब अब लोप हुँदा पनि कुनै कुनै पनि छ होइन अझै पनि रहेको छ अनि अब के हो त अब मैले बताउन नसके तापनि भएको विषयमा चाहिँ जुन छोटकरीमा संक्षिप्त रूपमा अनि कुनै अब बताउने छु यसरी बतायो भने होइन तपाईँहरूले के हो त बौद्ध धर्म के हो त पूर्व निगितहरू यसरी हाम्रो लागि दुःख गर्नुभएको रहेछ है हामीले अल्छी गरेर सुस्त्र गरेर बस्ने होइन रहेछ होइन बौद्ध धर्मको लागि यसरी खट्नु पर्दछ भने एउटा एउटा ज्ञान उत्पत्त हुने हुँदाखेरि अनि फाइदा हुनेछ अनि अलिकता अब विश्राम राखेर अनि त्यसपछि हामी यो अन्तिमको पाठ पढौँला